हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। नेपाल अन्डर 19 टोलीले साफ अन्डर 19 च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलङ्का अन्डर 19लाई 5-0 को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित हासिल गरेको छ। उक्त खेल मे 11 मा भारतको अरुणाचल प्रदेश स्थित युपियाको गोल्डन जुबिली स्टेडियममा सम्पन्न भएको थियो। नेपालले खेलको सुरुदेखि नै उत्कृष्ट रणनीति र समन्वय प्रदर्शन गर्दै खेलमा पूर्ण नियन्त्रण जमाएको थियो। प्रारम्भिक अवसरहरूलाई राम्रोसँग उपयोग गर्दै टोलीले खेलको लय आफ्नो पक्षमा पार्यो। आक्रमण र बलियो रक्षात्मक पङ्क्तिले श्रीलङ्कालाई खेलभर निरुत्साहित बनाएको थियो र श्रीलङ्का विरुद्ध नेपाल अन्डर 19 को स्टार्टिङ 11 भने राम थापा कप्तान, मदन पौडेल, प्रशान्त मोक्तान, सरोज दर्लामी, सुजन डङ्गोल, सुभाष बम, धर्मेन्द्र कुँवर, रञ्जित लामा, विजय उराउँ र लच्चु थापा रहेका थिए। टोलीका मुख्य प्रशिक्षक भने अर्जुन श्रेष्ठ हुन् र आजको गेममा पहिलो गोल भने सुजन डङ्गोलले गरेको थिए। यो चाहिँ हाफ टाइम भन्दा केही समय मात्र अगाडि आएको थियो र त्यसपछि 61औं मिनेटमा कुँवर धर्मेन्द्रले गरेका थिए र त्यसपछि 77 मिनेटमा सुभाष बमले राम्रो गोल गरेका थिए भने विज्ञान खड्का जो चाहिँ सब्स्टिट्युटको रूपमा आएका थिए उनले 89 मिनेटमा गोल गरेका थिए र शानदार गोल भने लच्चु थापाले आफ्नो फ्रीकिक मार्फत लास्ट मिनेटमा गरेका थिए। र यस साफ अन्डर 19 च्याम्पियनसिपको ढाँचा हेर्ने हो भने 6 टोलीमा सहभागिता रहेको थियो जुन 2 समूहमा विभाजित गरिएको थियो। नेपाल समूह बीमा भारत र श्रीलङ्कासँगको परेको थियो र यो जितसँगै नेपालले समूह चरणमा बलियो स्थिति बनाएको छ र अब मे 13 यानि कि मङ्गलबारको दिन भारतसँग सेमिफाइनल पनि खेल्ने भएको छ। के नेपालले भारतसँग जित हासिल गरी फाइनलमा पुग्नेछ त? के लाग्छ तपाईहरुलाई? तलको कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु होला र नेपाली टोलीलाई समर्थन गर्नलाई जय नेपाल भनेर पनि लेख्नु होला।